आज अर्ग्यानिक ढिँडो कसरी पकाउने र कसरी खाने भन्ने कुरा मैले बनाउन जाँदैछु साथीहरू। सबैभन्दा पहिले चाहिँ अर्ग्यानिक गुन्द्रुक र आलु चाहिँ कसरी पकाउने भन्ने कुरा तयार बनाएको छु। यो अर्ग्यानिक मही चट्ट खाने तरिका है। अब सबैभन्दा पहिले चाहिँ हेर्न सक्नुहुनेछ कसरी ढिँडो तयार बनाउने, कसरी चाहिँ गुन्द्रुक पकाउने भन्ने कुरालाई। ल सबभन्दा पहिले आलु काट्यौँ हामी यसरी मसिनो गरेर आलु काट्ने। मैले चाहिँ गुन्द्रुक 2 किसिम गुन्द्रुक लिएको छु, एउटा पुरानो र नयाँ। र यसमा चाहिँ थोरै गलबडाइ गर्न सकिन्छ। यसमा चाहिँ थोरै चाहिँ मैले हरियो लसुनको प्याज पनि मिलाएको छु। हरियो खुर्सानी पनि यसमा स्वादअनुसार हाल्न सकिन्छ, मसिनो बनाएर काट्न सकिन्छ यसलाई। त्यसपछि मैले आगो बालेँ। अब चाहिँ मैले कुकरमा पकाउने गर्छु। गुन्द्रुक चाहिँ कुकरमा पकाउँदैछु मैले। यसमा चाहिँ लोकल घिउ, भैँसीको घिउमा चाहिँ गुन्द्रुक पकाउँदैछु। यसको स्वाद भिन्नै आएको आउँछ, त्यसैले मैले प्राय गरी घिउ प्रयोग गर्छु। यसमा चाहिँ मैले घिउ तातिसकेपछि यसमा ब्राउन हुने गरी यो लसुनका पात, हरियो लसुनका पात चाहिँ मजाले पकाउँछु। यसमा मैले चाहिँ अन्य वस्तु राख्दिनँ, जस्तै तपाईँले स्वादअनुसार चाहिँ यसमा अन्य वस्तु राख्न सक्नुहुन्छ, मेथीहरू राख्न सक्नुहुन्छ। यसमा चाहिँ आलुलाई मैले बिस्तारै सानो हिटमा चाहिँ भुटिराख्छु। र यसमा चाहिँ हामीले त्यसो स्वादअनुसार यसमा बेसार, टेस्ट अनुसार बेसार, अनि जति आफ्नो स्वादअनुसार चाहिँ फेरि नुन पनि राख्न सकिन्छ। र नुनलाई पछि पनि थप्ने एड गर्न पनि सकिन्छ। अहिले मैले थोरै मात्र राखेको छु। अनि यसलाई राम्रोसँग चाहिँ भुट्ने, बिस्तारै भुट्नुपर्छ। त्यसपछि मैले यसमा चाहिँ गोलबडा राखेँ। तपाईँले गोलबडा नराख्न पनि सक्नुहुन्छ है। गुन्द्रुक पकाउने क्रममा चाहिँ आफै पनि अमिलो हुने भएको हुनाले यसमा मैले हरियो खुर्सानी पनि एड गरेको छु। र यसलाई राम्रोसँग चलाउने। र यसमा मैले चाहिँ यो हरियो भनेको ताजा गुन्द्रुक हो, र यो चाहिँ फेरि पुरानो गुन्द्रुक हो। सुकिसकेको गुन्द्रुक पनि मिसाउन सकिन्छ, अलि अमिलो बढी आओस् भन्ने उद्देश्यले हो। र यसलाई राम्रोसँग भुट्ने, बिस्तारै सानो हिटमा भुट्नुपर्ने हुन्छ। त्यसपछि स्वादअनुसार थोरै चाहिँ के छ आफूले पानी राख्ने, र पानी राखेर बिस्तारै एकपटक चलाउने, र जताततै नुन पर्ने किसिम चलाउनुपर्छ। अनि यसलाई चाहिँ फेरि 1-2 सिटी 3 सिटी आउने बेलासम्म चाहिँ मजाले सिटी लगाउने। र त्यो सिटी खोलिसकेको छु मैले। अब चाहिँ यसलाई राम्रोसँग चाहिँ ग्रेभी बनाउन सकिन्छ। र आलुहरूलाई सबैलाई राम्रोसँग चलाउने, राम्रोसँग चलाएर ग्रेभी बनाउन सकिन्छ। ढिँडो खानको लागि ग्रेभी धेरै राम्रो हुन्छ, त्यसैले मैले गुन्द्रुकको ग्रेभी बनाउँदैछु। र अलिकति बढी बाक्लो भएको हुनाले यसमा मैले थोरै पानी एड गरेर चाहिँ चलाएको छु। तपाईँले चाहिँ जस्तो अलि बाक्लो पनि बनाउन सक्नुहुन्छ, अन्त स्वादअनुसार तपाईँ इच्छाअनुसार बनाउन सक्नुहुन्छ। मेरो यहाँ गुन्द्रुक ढिँडो पनि तयार भइसकेको छ। ल म ढिँडो कसरी पकाउने भन्ने कुरा म देखाउँछु। ल मैले यसरी चाहिँ के छ भन्दा यो कोदोको पिठो को ढिँडो मैले पकाउन जाँदैछु। त्यसको लागि सबभन्दा पहिले मैले कराई बसालेको छु। र कराईमा मैले चाहिँ पहिले नै पानी उमालेर राखेको थिएँ, तर पनि चाहिँ यसमा फेरि पानी उमाल्छु। पानी उम्लिसकेको छ। यसमा मैले चाहिँ कोदोको पिठो राख्छु। तपाईँले मकैको पिठो पनि बनाउन सक्नुहुन्छ, तर यो चाहिँ कोदोको पिठो र कोदो र चामलसँगै राखेर मिसाएर बनाएको पिठो हो। र यसलाई बिस्तारै चलाउन जाने। यसमा बिचमा डल्ला, साना साना डल्ला उठ्छन्, तर बिस्तारै बिस्तारै चलाउन गएपछि चाहिँ सबै डल्लाहरू फुट्दै जान्छ। अझै राम्रोसँग बिस्तारै चलाउन जाने, तर आगो अलिक सानो बनाउनुपर्छ। आगोको हिट अलिक सानो बनाउन जानुपर्ने हुन्छ। उम्लने, फत्किने भन्ने हुन्छ। त्यही भएर चाहिँ बिस्तारै सानो आगो बोलाउने र बिस्तारै चलाउँदै जानुपर्छ। अनि बिस्तारै पाक्दै जान्छ ढिँडो। यसरी बिस्तारै चलाउँदै गएपछि हुन त काठको सानो पन्नीहरू बनाएर पनि गराउन सकिन्छ, तर मैले चाहिँ आफै खाना पकाउने सानो पन्नी प्रयोग गरेको छु। यसलाई बिस्तारै चलाउन जाने, बिस्तारै चलाउनु पर्छ। र जताततै रोमलिने गरी चाहिँ चलाउनु पर्ने हुन्छ। कतै चाहिँ पिठोको भाग बाँकी रहन सक्छ, त्यसैले यसलाई राम्रोसँग चलाउने। पन्नीमा लागेको चाहिँ पिठोलाई फेरि चम्चाले निकाल्न सकिन्छ। राम्रोसँग मिसैसँग चाहिँ जताततै
चलाउनु पर्ने हुन्छ। बिस्तारै बिस्तारै चलाउन जाने। हिट चाहिँ सानो बनाउनु पर्ने हुन्छ। बिस्तारै पाक्दै गइरहेको हुन्छ। यस्तै अब चाहिँ बिस्तारै चलन गएपछि यसलाई चट्याका ढकनीले अथवा कुनै थालीले पनि यसलाई चाहिँ छोप्न सकिन्छ। यसरी ढकनीले छोप्नुपर्छ। छोप्ने अझै छोपिसकेपछि चाहिँ एकछिनपछि चलाउन सकिन्छ। अब हामीले यसमा घिउ अथवा तेल पनि पहिले राखेर पकाउन सकिन्छ। मैले चाहिँ राखेको छैन। फेरि चाहिँ छोपिसकेपछि फेरि चाहिँ चलाउनुपर्छ। यसरी राम्रोसँग चलाउने, जताततै परेको चलाउने। यसरी चाहिँ माम्रा निस्क्यो भने चाहिँ माबाट निस्किनु भनेको चाहिँ अब यो ढेँडो पाक्दै गएको छ भन्ने कुरो बुझिन्छ। बिस्तारै 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 मिठो बास्ना पनि आउँदै गरेको हुन्छ। राम्रोसँग चलाउनु पर्ने हुन्छ। अब कसौडीमा अथवा अन्य उसमा आगोमा चुलोमा पकाउने क्रममा चाहिँ अर्को काठको साधन प्रयोग गरेर समाउन सकिन्छ भने ग्यास चुलोमा पकाउन अलिक गाह्रो हुन्छ। तैपनि यसरी फेरि छोप्ने र फेरि छोपेर फेरि निकाल्ने र फेरि चाहिँ अहिले चाहिँ ढेँडो तयार भइसकेको अवस्था रहेको छ, पाकिसकेको अवस्था रहेको छ। तै पनि एकपल्ट चलाउने, बेसीसँग चलाउने। आज मौसम चिसो, लोसारको दिन परेको अनि बिदाको दिन परेको हुनाले चाहिँ मैले ढेँडो खाने एउटा योजना बनाएको थिएँ। अब मैले चाहिँ खाना ढेँडो तयार भइसकेको छ। मैले ढेँडो पस्किने छु र मेरो मिसेसले मलाई क्यामेरामा सहयोग गरिरहनु भएको छ र मिसेसले मैले चाहिँ ढेँडो खाने तयारीमा जुटिरहेका छौँ। यो ढेँडो मैले भाग लगाउँदैछु। यो चाहिँ गुन्द्रुक पकाएको छु। आलु र गुन्द्रुक पकाएको छु। तपाईँले पनि चाहिँ अनुसार आलु गुन्द्रुक पकाउन सक्नुहुन्छ। अझै मिठो पनि बनाउन सक्नुहुन्छ। तर मैले त्यो धेरै राम्रो मिठो बनाउन जान्दैन। ल यसरी चाहिँ खान सकिन्छ। ल म खाना सुरु गरेँ। धेरै मिठो छ, टेस्टी छ। यसलाई हेर्नुहोस् त कति मैले बनाएको उसमा। ल सुरु गरेँ ल खान। यसमा मैले अरू केही परिकार छैन, यो आलु गुन्द्रुकको मात्रै हो। यसरी अर्ग्यानिक ढेँडो खान मन पराउनुहुन्छ भने हजुरले बनाएर खान सक्नुहुन्छ। यदि यो भिडियो मनपर्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। यहाँहरूको समय शुभ रहोस् र यहाँहरूको जय होस्।